कस्तो चलन सजाएको छ यो समाजले, अनि कस्तो मनस्थिति बोकेको छ यो भिडहरूले। हेर न, यहाँ साथ हुनेहरूको लागि अथाह प्रेम छ, अथाह सम्मान छ, तर त्याग गर्नेहरू यसरी हराएका छन् जसरी त्यो कक्षा 1 को कवितामा सियो हराएको थियो। साँच्चै बा, तिमी अनि तिम्रो सङ्घर्षहरू त्यो कक्षा 1 को कविताको सियो जस्तै हराएका छन्। तिमीले बगाएका पसिनाहरू त्यो पानी भन्यो जुन पानी बालुवाको पहाडमा बिलाएका छन्। गल्ती तिम्रो होइन बा, आमाको ममता र मायाको पहाडभित्र तिम्रो सङ्घर्ष र त्याग यसरी दबिए जसरी त्यो ठुलो पहाडको मुनि एउटा नदी चुपचाप दबिएको छ। त्यसैले होला, हेर न, आमाको ममता देखियो तर तिम्रो सङ्घर्षहरू बिलाए नि बा। आमाको काख देखियो तर तिमीले ताते ताते गर्दै हिँड्न सिकाएका हातहरू किन देखिएन बा। म दिनभरि डुलेर साथीभाइसँग खेलेर साँझ घर आउँदा आमाको हातले पस्किएर दिएको तातो खानाले निकै महत्त्व राख्यो जिन्दगीमा। तर त्यही हाम्रो पेट भर्नकै लागि तिमीले इच्छा कमाउनु बगाएको त्यो पसिनाको मूल्य किन देखिँदैन बा। मलाई हाँस्न सिकाउनकै लागि तिमी चुपचाप सहन सिक्यौ। मलाई मेरो सपनाको नजिक लिएर जान तिमीले आफ्नै सपनाका पखेटाहरू काटिदियो। त्यो बाँझो खेतमा हलो समाउँदा तिम्रो हातका रेखाहरू पनि त्यही हलोमै छापिएका होला नै बा। भन न बा, त्यो पल्ला घरे ज्योतिषी बा हाम्रो घरको बाटो हुँदै आउँदा खोइ ठुले तेरो हात हेरौँ भन्दा हात देखाउँछौ कि हलो देखाउँछौ तिमी?